फर्स्ट अफ अल बधाई छ कोच वाङदेन शेर्पा र सुभाषना खड्का केसीलाई। दुवैजनाले ऐतिहासिक जित गर्नुभयो यस सिजन। Suvarsna Khadka Kesi! Congratulations, Suvarsna! The Voice Kids Season 5! साथीहरू, द भोइस किड्स नेपाल सिजन 5 को विजेता कोच वाङदेनको टिमबाट सुभाषना खड्का केसी विजेता हुनुभएको छ। उहाँलाई बधाई तथा शुभकामना। विजेता बनिसकेपछि उहाँले के भन्नुभएको छ एकछिन यो भिडियो हेर्नुहोस्। त थिएन, सकेसम्म जो भयो नि एटलिस्ट टिम वाङदेनलाई त जिताउनु पर्छ भनेर म र क्रिएसनले फेरि मेन्टली प्रिपेयर्ड भइसकेको थियो। एन्ड आई थिङ्क मैले हिस्ट्री नै बनाएँ, वान चेयर टर्नले भोइस किड्स जितेको। सो फेरि पनि थ्याङ्क यू सबैजना। अनेस्टली भन्दा तपाईँले नाम अनाउन्स गर्दा म खास सपना जस्तो फिल भइरहेको थियो कि तपाईँले नाम भन्नुभयो, मैले त त्यो रियलाइज पनि गरिनँ, अलिकति टाइम लाग्यो। तपाईँले हेर्नुभयो, तपाईँले कस्तो लाग्यो साथीहरू? पक्कै पनि तपाईँको प्रतिक्रिया भने कमेन्टमा अवश्य पनि दिँदै गर्नुहोला। सुभाषना खड्का केसीले आफू विजेता बनिसकेपछि वान चेयर टर्न भएर पनि मैले सो जितेँ। वान चेयर टर्न तपाईँले फर्काउनु भयो, तपाईँले ब्लाइन्ड अडिसन ब्याटल गर्दै लाइभ गर्दै तपाईँले फाइनली विजेता पनि तपाईँ बन्नुभयो। तपाईँले बधाई तथा आगामी दिनका लागि र आगामी साङ्गीतिक यात्राका लागि फेरि पनि शुभकामना पनि दिन चाहन्छु। मैले योभन्दा 3 दिन अगाडि प्रिपरेसन गरेर एउटा भिडियो बनाएका थिएँ, जुन भिडियोमा कोच वाङदेन शेर्पाको टिमबाट सुभाषना खड्का केसी विजेता हुनु भएन भने मेरो यो कान काटेर फालिदिन्छु भनेर मैले भनेका थिएँ। अनि धेरै साथीहरूले हिजोसम्म कमेन्ट गर्ने साथीहरूले के भनिराख्नु भएको थियो भने यदि सुभाषना खड्का केसीले जित गर्न सकिएन भने तपाईँको कान काट्न हामी घरमै आउँछु भन्नुभएको थियो। अब के गर्ने साथीहरू, घरमै आउनुहुन्छ कि म तपाईँ भएको ठाउँमा आउनु? मैले त्यसै प्रिटेसन गरेको होइन है, मैले त्यसै गरी हावा जोगमा चाहिँ सुभाषना खड्का केसीले यस सिजन जित्दैछ भनेको त पक्कै पनि होइन। किनकि म रियालिटी सो हेरिरहेको हुन्छु, मैले फ्यामिली ब्याकग्राउन्ड हेरिरहेको छु, जसले गर्दाखेरि मैले 3 दिन अगाडि नै जुन एउटा सोको फाइनल जस्तै सोको नतिजा सार्वजनिक हुनुभन्दा अगाडि नै विजेताको घोषणा भनेर एउटा पोस्ट गरेका थिएँ। जुन पोस्टमा हिजो हेर्ने अधिकांश व्यक्तिहरू र अधिकांश साथीहरूले चाहिँ तपाईँले प्रिपरेसन गर्नुभएको राम्रो छ, मिलेको छ भन्नुभएको थियो। अनि हामीले भिडियो त्यसै हावा न्युजमा हावाधारीमा भिडियो बनाउँदिनँ, मैले चाहिँ रिसर्च गरेर बनाएको हुन्छ। तपाईँहरूले कतिले मलाई गाली गरिरहेको हुन्छ, कतिले मन पराइराख्नु पनि भएको छ, त्यसको लागि म रिजर्भ नै गर्छु, किनकि म शैलीले पनि सत्यको पक्षमा बोल्ने हो साथीहरू। यस सिजन पनि सुभाषना खड्का केसीले सो जित्नुभयो। उहाँले ब्लाइन्ड अडिसनमा वान चेयर टर्न गर्नुभएको थियो। अन्य प्रतियोगीहरू, बाँकी प्रतियोगीहरू पनि 4 चेयर टर्न भएका प्रतियोगीहरू थिए। तर उहाँले 4 चेयर टर्न प्रतिभाहरूलाई आउट गर्नुको मुख्य उद्देश्य कस्तो छ र त्यसको पछाडि कारण के छ भन्ने कुरामा चर्चा गरौँ साथीहरू। त्यसको पछाडिमा हामीले स्वतः रूपमा हेर्यौँ भने सुभाषना खड्का केसी एउटा स्ट्रङ फ्यामिली ब्याकग्राउन्डबाट आएका व्यक्ति हुन्, जसले गर्दा उनी उत्कृष्ट गायनसँगै उत्कृष्ट दर्शक भोट ल्याउन सक्ने क्षमता भएको एउटा व्यक्ति हो साथीहरू। हुन त उहाँले सोको विजेता बनेसँगै 10 लाख नगद पुरस्कार सहित अन्य विभिन्न थुप्रै पुरस्कारहरू प्राप्त गर्नुभएका छ साथीहरू। मलाई जहाँसम्म लाग्छ सुभाषना खड्का केसीले विजेता हुनुको मुख्य कारण भनेकै युके हो साथीहरू। उहाँको फ्यामिली ब्याकग्राउन्ड युकेमा पनि हुनुहुन्छ, जसले गर्दाखेरि युकेबाट प्रशस्त मात्रामा उहाँलाई भोट गर्नुभयो। नेपालमा पनि प्रशस्त मात्रामा उहाँलाई भोट गर्ने दर्शकहरू हुनुभयो र आफ्नो फ्यामिली भइसकेपछि सुभाषना खड्का केसीले आँखा चिम्लेरै सो जित्ने भयो। सुभाषना खड्का केसी कोच वाङदेनको टिममा हुनु कोच वाङदेनको लागि पनि ठुलो फाइदा भएका छन् साथीहरू। किनकि कोच वाङदेन शेर्पाले पहिलो सिजन आफू कोच बनेर आएका सिजन नै विजेता बनाएर रेकर्ड कायम गर्न सफल भएका छन्। जो कोही कोचले पनि त्यस्तो गर्न सक्दैन, जो कोही कोचले पनि पहिलो सिजन आफूले जित हासिल गरेको हुँदैन। यसको लागि धेरै धेरै बधाई छ कोच वाङदेनलाई। अनि तपाईँहरूलाई कस्तो लाग्यो द भोइस किड्स नेपाल सिजन 5 को ग्रान्ड फिनालको नतिजा? तपाईँहरूको विचारमा द भोइस किड्स नेपाल सिजन 5 को विजेता कुन कोचको टिमबाट कुन प्रतियोगी हुनुपर्ने हो?
अनि यो नतिजा नयाँ लायकको छ कि छैन, अनि प्रतियोगीको प्रतिभाको जित भएको छ कि पैसाको जित भएको छ, पक्कै पनि त्यो पनि कमेन्ट गरिदिनु होला साथीहरू। मलाई जहाँसम्म लाग्छ यदि प्रतिभाको साँच्चीकै जित हुने भए कोच मिलन नेवारको टिमबाट हुनुपर्ने थियो अथवा कोच सत्यराज आचार्यको टिमबाट हुनुपर्ने थियो। यी दुई कोचको टिमबाट विजेता हुने लायकको प्रतियोगीहरू थिए साथीहरू। तर पनि सुभाषना खड्का केसी र अन्य प्रतियोगीहरूको तुलनामा कम्पेरिजन गर्ने हो भने सुभाषना खड्कालाई पछि पार्ने साथीहरू पनि थिए उत्कृष्ट 8 फाइनलिस्ट प्रतियोगीहरूमध्ये। तर के भयो त साथीहरू, जस्ट द भोइस किड्स नेपाल अथवा द भोइस अफ नेपाल र नेपालको कुनै पनि रियालिटी सोमा लास्टमा विजेता घोषित गर्ने भनेकै पैसाको आधारमा हो। यदि पैसाकै आधारमा हुन्छ भन्ने हामीले नेपाल आइडललाई हेर्न सकिन्छौँ साथीहरू। नेपाल आइडलमा चाहिँ गरिब फ्यामिलीबाट आएका व्यक्तिहरूले पनि सो जित्ने हुन्छन्, तर द भोइस किड्स नेपाल अथवा द भोइस अफ नेपालमा गरिब परिवारबाट आएका कुनै पनि व्यक्ति जतिसुकै पपुल्यारिटी कमाउन सफल होस्, पपुलर होस्, उहाँहरूले सो जित्दैनन्। कि त द भोइस अफ नेपाल द भोइस किड्समा एउटा चर्चामा आएको व्यक्तिहरूलाई दर्शकहरूले भोट नै नदिएको हो कि अथवा भोट दिएर पनि उहाँहरूले काउन्ट गर्नुहुन्न, त्यो हामीलाई थाहा छैन। किनभने द भोइस अफ नेपाल जस्तै नेपाल आइडल पनि एउटा रियालिटी सो। नेपाल आइडलमा करण परियारलाई हेरौँ, हामीले गङ्गा सोनामलाई हेरौँ, हालै भएका सिजनहरूमा उहाँहरू फ्यामिली ब्याकग्राउन्ड कस्तोबाट आउनुभएको थियो, आफूले एउटा भोट पनि गर्न नसक्ने फ्यामिली ब्याकग्राउन्डबाट थियो। तर उहाँहरूले प्रशस्त मात्रामा दर्शकहरूको मन जित्न सफल हुनुभयो, उहाँहरूले विजेता गर्नुभयो। अनि यो सिजन चर्चाको केन्द्रमा रहन सफल भएका प्रतियोगीहरू धेरै थिए, सुभाषना खड्का सहित अन्य प्रतियोगीहरू पनि। हामीले फर इक्जाम्पलको लागि हेऱ्यौँ भने अब कोच मिलन नेवारको टिमबाट रुइसङ पाखरिन हुनुहुन्थ्यो, त्यसै गरी कोच सत्यराज आचार्यको टिमबाट कविना राई पनि हुनुहुन्थ्यो, अनि अर्जुन सापकोटाको टिमबाट दुईटै प्रतियोगीहरू होनार प्रतियोगीहरू थिइन्। आन्बी बिष्टा पनि एकदम राम्रो प्रतियोगी थिइन्। तर यी प्रतियोगीहरूले ब्लाइन्ड अडिसनबाटै तहल्का मचाएर आएका प्रतियोगीहरू थिए साथीहरू। तर उहाँहरूले सो जित्न सक्नु भएन। अनि क्रिएसन रोका पनि विजेता लायकको प्रतियोगी थिए र धेरै दर्शकहरूको मन जित्न सफल हुँदै आइरहेका प्रतियोगी थिए, तर उहाँहरूले जित्नु भएन। अन्त्यमा वान चेयर टर्न सुभाषना खड्काले सो जितेर ऐतिहासिक रेकर्ड कायम भने गरिएका छन्। उहाँको जितसँगै दर्शकहरूका लागि के पाठ सिकाएका छन् भने तपाईँले ब्लाइन्ड अडिसनमा वान चेयर टर्न गर्दा अथवा तपाईँ ब्लाइन्ड अडिसन पार गर्दै तपाईँ ब्याटल राउन्ड गर्दै लाइभ राउन्डमा पुगिसकेपछि तपाईँले कतिवटा कुर्सी घुमाउनु भयो त्योसँग डजन म्याटर साथीहरू। तपाईँसँग प्रशस्त मात्रामा पैसा हुनुपर्छ र तपाईँसँग उत्कृष्ट आवाज पनि हुनुपर्छ, अनि तपाईँकै जित हुन्छ। तपाईँलाई हिजोको नतिजा कस्तो लाग्यो पक्कै पनि तपाईँको प्रतिक्रिया भने कमेन्टमा अवश्य दिन नबिर्सनुहोस्। हस्त अहिलेको लागि हामी छुट्टिन्छौँ, फेरि पनि भेट्नेछौँ यस्तै अर्को नयाँ भिडियोमा।